नेपाली क्रिकेट हाल ओमनमा छ। आइसिसी टी20 वर्ल्ड कप खेल्नको लागि नेपाली टोली तयार रहेको हो। विश्वकप छनौट आउँदो बुधबारदेखि सुरु हुनेछ। त्यसअघि नेपालले 2वटा अभ्यास म्याच खेल्ने तालिका छ। नेपालले पहिलो वार्मअप म्याचमा आयोजक ओमनको सामना गर्दछ। यी दुई टिम बीचको खेल शनिबार राति स्थानीय समयअनुसार बेलुका 7 बजेदेखि सुरु हुनेछ। अभ्यास खेलको प्रत्यक्ष प्रसारणबारे यो भिडियो तयार पार्दासम्म जानकारी प्राप्त हुन सकेको छैन। नेपाल वार्मअप म्याचमा पनि उत्कृष्ट प्रदर्शन गरेर आफ्नो लक्ष्य कायम राख्ने सोचमा छ। नेपाल टिम हालै युएईमा आयोजित वेस्ट इन्डिज विरुद्धको टी20 सिरिज 2-1 ले जितेर उच्च मनोबलमा छ। उक्त श्रृङ्खलामा नेपालले शानदार अलराउन्ड प्रदर्शन गर्यो। नेपाली टोली सोही लय वर्ल्ड कप छनौटमा पनि दोहोर्याउने लक्ष्यमा छ। नेपालले रोहित कुमार पौडेलको कप्तानीमा बलियो टिम घोषणा गरेको छ। नेपाल क्रिकेट सङ्घ क्यानले शुक्रबार 15 सदस्यीय टोली घोषणा गरेको हो। टिममा ललित नारायण राजवंशी, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कुशल भुर्तेल, कुशल मल्ल, आसिफ शेख, आरिफ शेख, सन्दीप लामिछाने, करिन केसी, नन्दन यादव, आदिल आलम अन्सारी, सन्दीप जोरा, कुलसन झा र लोकेश बम रहेका छन्। हालसम्म नेपाल र ओमन बीच 8वटा टी20मा भेट भएको छन्, जसमा नेपालले 5 खेलमा जितेको छ। अहिलेसम्म ओमन विरुद्ध नेपाल 3वटा टी20मा मात्र पराजित भएको छ। नेपालले दोस्रो वार्मअप म्याचमा सोमबार कतारसँग सामना गर्ने तालिका छ। त्यसपछि नेपालले विश्वकप छनौटमा 8 अक्टोबरमा कुवेत र 10 अक्टोबरमा जापानसँग खेल्ने तालिका रहेको छ। समूहको शीर्ष 2वटा टोली सुपर 6मा स्थान बनाउने छन्। सुपर 6को टप 3वटा टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा आयोजित हुने टी20 वर्ल्ड कपको टिकट प्राप्त गर्नेछन्। अहिलेसम्म उक्त विश्वकपको लागि 16 टोलीको टुङ्गो लागिसकेको छ। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडी सम्बन्धी अपडेटको लागि कृपया विनोद श्रेष्ठ टेक युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। धन्यवाद।